एसेन्डिङ लिडरसँगको डिसाइपलशिप कुराकानीमा तपाईलाई स्वागत छ। तपाईको चर्चमा रूपान्तरणको लागि तयार हुनुभयो? हामी तपाईलाई नतिजा नाप्न सकिने र अनन्त फल दिने सहयोग गर्न यहाँ छौं। हामीसँगै सहभागी हुनुहोस्, जहाँ हामी ती महत्त्वपूर्ण प्राय छुटेका अवधारणाहरू पत्ता लगाउँछौं जसले तपाईलाई जीवन्त ख्रीष्ट केन्द्रित चेलापनको संस्कृति निर्माण गर्न मद्दत गर्छ। आजको हाम्रो कुराकानीमा स्वागत छ। म माइक जोन्सन, एसेन्डिङ लिडर्सका संस्थापक र मेरो साथमा छन् रेभरेन्ड एरन होन्स। र एरन यहाँ ह्युस्टन टेक्सासको ग्रेस प्रेस्बिटेरियन इको प्रेस्बिटेरियन चर्चमा चेलापन, सुसमाचार र पुनर्स्थापनाका सेवाका सहायक पास्टर हुनुहुन्छ। एरन साँच्चीकै एक मिनिस्ट्री उद्यमी पनि हुनुहुन्छ। उहाँको भूमिका त्यति मात्र होइन, उहाँ अन्तर्राष्ट्रिय कोचिङ फेडरेसनका प्रमाणित कोच पनि हुनुहुन्छ। उहाँ एसेन्डिङ लिडर्सका चेलापन कोच पनि हुनुहुन्छ। उहाँ मानिसहरूलाई आर्थिक सल्लाह दिने व्यक्ति हुनुहुन्छ र अहिले उहाँ एक उदाउदो चर्च प्लान्टर पनि हुनुहुन्छ। त्यसैले एरन, हामीसँग हुनुभएकोमा धन्यवाद। हामी साँच्चै तपाईँले के कस्ता कुराहरू साझा गर्नुहुन्छ भन्ने कुरामा उत्साहित छौँ। धन्यवाद। मलाई निम्त्याउनु भएकोमा धन्यवाद। यो रमाइलो हुनेवाला छ। अर्को चेलापन संवादमा हामीले सुसमाचारमा येशूका निम्तोबाट निस्कने 4 चरणहरूबारे हेर्यौं। यो हो, आउनुहोस् र हेर्नुहोस् अनि मलाई पछ्याउनुहोस् अनि मेरो साथ हुनुहोस् र ममा स्थिर रहनुहोस्। र त्यसको बीचमा उहाँले मूलत भन्नुभएको छ, मसँगै परीक्षाहरूमा विजयी बन, जस्तो कि एउटा पर्खाल जस्तो। मैले पछिल्लो समय जाँच गरेको छैन, तर 250,000 भन्दा बढी मानिसहरूले यो मूल्याङ्कन लिइसकेका छन्। र त्यसपछि मलाई लाग्छ हजारौं चर्चहरूले यो मूल्याङ्कन गरेका छन्। तर उनीहरूले ती चरणहरूलाई फरक नाम दिएका थिए। त्यो बारे अलिकति बताइदिनुहोस्। पक्कै, अवश्य। र मैले पछिल्लो समय जाँच गरेको छैन, तर 250,000 भन्दा बढी मानिसहरूले यो मूल्याङ्कन लिइसकेका छन्। वाह! हो, जसले गर्दा हामीसँग 14 लाख डेटा पोइन्टहरू छन्। त्यसैले मलाई यो मूल्याङ्कनको पहिलो मनपर्ने कुरा के हो भने यो साँच्चै भर पर्न सकिने कुरा हो। त्यसैले आज हामीले कुरा गर्न लागेका कुरा अनिवार्य रूपमा सिद्धान्तहरू होइनन्, यी अस्पष्ट विचारहरू होइनन्, यी वास्तविक कुरा हुन् जसको पछाडि वास्तविक तथ्यहरू छन्। त्यसैले यी स्तरहरूमा यूहन्ना 1 मा हामीले येशूले आफ्ना चेलाहरूलाई निम्तो दिँदै भन्नुभएको सुन्छौँ, आऊ र हेर, यही ठाउँमा हाम्रो चर्चका करिब 10% मानिसहरू भेटिन्छन्। सायद उनीहरू बिल्कुलै नयाँ छन् र उनीहरू प्रश्न गर्दैछन्, परमेश्वर को हो, यो येशू को हो, पवित्र आत्मा को हो। उनीहरूले अझै आधारभूत प्रश्नहरू पनि सोधिरहेका हुन सक्छन्, जस्तै यो भवनमा क्रुस किन छ। तर साँच्चै रोचक कुरा के छ भने मत्ती 4 मा हामीले येशूबाट अर्को निम्तो देख्छौँ, जहाँ उहाँले आफ्ना चेलाहरूलाई आफूसँग आउन र पछ्याउन भन्नुहुन्छ। त्यसैले यो केवल निम्तो मात्र होइन, यहाँ केही गतिविधि पनि छ। मैले भाग लिइरहेको गतिविधि छ र यही पुरा हामीले दोस्रो स्तरमा भेट्छौँ। म चर्चमा धेरै पटक आउन थालेको छु। म साँच्चै सक्रिय हुन थालेको छु। सायद यदि तपाईँले भन्नुहुन्छ भने मेरो आफ्नै विश्वास जीवनको मूल्याङ्कन गर्न सक्छु। म यो निरन्तरता, यो चेलापनको यात्रामा म कहाँ छु भनेर मूल्याङ्कन गर्न सक्छु। मैले कति दान गर्छु, कति स्वयं सेवा गर्छु, वा पछिल्लो 1.5 वर्षमा मैले एकजनालाई चर्चमा निम्तो दिएको छु भन्ने कुरालाई हेरेर। अब त्यसपछि हामी तेस्रो स्तरमा जान्छौँ र यही हो जहाँ येशूले मर्कुसमा आफ्ना चेलाहरूलाई आफूसँग बस्न निम्तो दिनुहुन्छ। यो केवल पछ्याउनु मात्र होइन, यो सँगै बाँच्नु हो, यो उहाँसँग रहनु हो। अब त्यो चौथो स्तरमा यूहन्ना 15 मा हामीले एउटा निर्देशन देख्छौँ, केवल निम्तो मात्र होइन, र त्यो हो ममा रहो। र यही हो जहाँ हामी ख्रीष्ट केन्द्रित जीवन बाँचिरहेका हुन्छौँ। यही हो जहाँ येशू, परमेश्वर, चर्च र मेरो सम्पूर्ण आध्यात्मिक जीवन, मेरो गर्ने सबै कुराको केन्द्रमा हुन्छ। अब दुर्भाग्यवश सायद हाम्रो सबैभन्दा राम्रो उदाहरण पावल नै हुन् र उहाँको पाल बनाउने काममा, उहाँको यात्रामा, उहाँका प्रवचनहरूमा, उहाँका एक जनासँगको सम्बन्धमा सधैँ ख्रीष्टकै कुरा हुन्थ्यो। त्यसैले हामी त्यहीँ जाँदैछौँ र यी सबै स्तरहरू त्यसैका लागि हुन्। धन्यवाद इरन। हुन्छ।
होइन, त्यो रिभिल रिपोर्टले यस्तो लाग्यो यो लोकप्रिय धारणा चुनौती दिएको छ। तिमीले सुनेका छौ, तिमी एकजना पास्टर हौ र तिमी स्टाफहरूसँग कुरा गर्दैछौ अनि तिमी जोको बारेमा कुरा गर्दैछौ अनि भन्यौ मान्छे यदि हामीले जोलाई अझ धेरै चर्चका गतिविधिमा संलग्न गराउन सक्यौं भने ऊ आत्मिक रूपमा बढ्ने थियो। तर त्यो रिभिल रिपोर्टले साँच्चै त्यो विचारलाई चुनौती दियो। त्यो बारेमा अझ विस्तारमा बताउनुहोस्। हो, र मलाई त्यो चुनौती मनपर्छ किनभने यसले सिधै त्यसलाई सम्बोधन गर्छ। किनभने हामी केवल जोलाई बढी सक्रिय बनाउने चाहना राख्दैनौँ, हामी प्राय जोलाई स्वयंसेवक पनि बनाउने चाहन्छौँ सबै कुरा चलाउनका लागि। र मलाई पक्का थाहा छैन यो कहाँबाट सुरु भयो, तर हामी चर्चका अगुवाहरूको रूपमा विश्वास गर्छौँ कि हाम्रो चर्च जति व्यस्त हुन्छ हाम्रा मानिसहरू त्यति नै सक्षम हुन्छन्, जुन स्वाभाविक रूपमा हामीले बुझ्ने गर्छौँ कि उनीहरू अझ आत्मिक रूपमा परिपक्व छन् भन्ने हो। अब म यहाँ अलि सावधान हुन चाहन्छु किनभने आजको व्यस्त संसारमा जहाँ तपाईँले क्रिकेट, फुटबल, नाटक, चेस क्लब र यस्ता धेरै कुरा पाउनुहुन्छ, मलाई लाग्छ हामीसँग अझ धेरै कार्यक्रमहरू हुनै पर्छ। तर त्यो मानिसहरूलाई एकै ठाउँमा ल्याउनका लागि हो, आत्मिक परिपक्वता विकास गर्ने गतिविधि सृजना गर्नका लागि होइन। त्यसैले जब हामी हाम्रो क्यालेन्डर हेर्छौँ, जब हामी ती सबै अद्भुत कक्षाहरू, रिट्रिटहरू र मानिसहरूलाई यो आध्यात्मिक किसिमले एकै ठाउँमा ल्याउने कुरा हेर्छौँ, हामीले गर्ने कुरा भनेको ती सङ्ख्याहरू मापन गर्नु हो। तर हामीले वास्तवमा मापन गर्नुपर्ने कुरा भनेको यो निरन्तरता हो। तपाईँलाई थाहा छ यो हेर्ने राम्रो तरिका के हो भने म हप्तामा 6 दिन जिम जान्छु र तपाईँले साँच्चै मलाई अफिसबाट 6 दिन जिम जान निस्कदै देख्नुहुन्छ। तर मैले तपाईँलाई भन्न बिर्सिएँ वा वास्तवमा मैले तपाईँलाई भनेको छैन कि म जिमको क्याफेमा जान्छु अनि म बस्छु, कफी पिउँछु र फेसबुक चलाउँछु र त्यसपछि म घर फर्कन्छु र बाटोमा मार्बल स्ल्याबमा रोक्छु र ठुलो आइसक्रिम किन्छु। म पिज्जा किन्छु, घर जान्छु अनि त्यो सबै खान्छु। म साँच्चै ढिलोसम्म जागेर बस्छु अनि बिहान उठ्ने बित्तिकै फेरि अघिल्लो दिनका सबै गतिविधिहरू दोहोऱ्याउन थाल्छु। यसले मेरो शारीरिक स्वास्थ्यमा कुनै पनि प्रकारले मद्दत गर्दैन। तर जब तपाईँले मलाई हेर्नुहुन्छ, तपाईँ भन्नुहुन्छ वाह, एरन त साँच्चै आफ्नो शारीरिक स्वास्थ्यमा काम गर्दैछ। यो ठ्याक्कै उस्तै कुरा हो जुन हामी चर्चमा गर्दैछौँ। त्यसैले वास्तवमा हामीले नाप्नुपर्ने कुरा के हो भने म कति पटक पुसअप गरिरहेछु, म विभिन्न गतिविधिहरूमा मेरो मुटुको धड्कन कति छ, के म पुरै रात राम्रोसँग सुतिरहेको छु। र स्वास्थ्यका कारणका लागि मलाई सबैभन्दा मनपर्ने कुरा त त्यो 6 लिटर पानी हो जुन हामीले दिनभरि पिउनुपर्ने भनिन्छ। ठ्याक्कै उस्तै कुरा हाम्रो आध्यात्मिक स्वास्थ्यमा पनि लागु हुन्छ। म कति पटक मेरो निर्णयहरूमा येशूलाई समावेश गरिरहेको छु। मैले प्रार्थना गर्ने भनेका मानिसहरूका लागि अनि मेरो आफ्नै लागि, मेरो व्यक्तिगत विकासका लागि, मेरो निर्णयहरूका लागि, मेरो परिवारका लागि अनि ती सबै मानिसहरूका लागि जसलाई म चिन्दिनँ तर यो संसारका ती कुराहरूका लागि जुन मलाई चिन्ता लाग्छ, म साँच्चीकै कति पटक प्रार्थना गरिरहेको छु। यो चुनौती स्वीकार गर्दा रमाइलो कुरा के छ भने हामीले रोकिएर साँचो आध्यात्मिक परिपक्वता के हो भनेर हेर्नुपर्छ अनि ती कुराहरू नाप्न सुरु गर्नुपर्छ। रिभिलको राम्रो पक्ष के हो भने यसलाई 4वटा फरक खण्डमा विभाजन गर्छ। हप्तामा गर्नुपर्ने 7000वटा कामहरू होइन। अब हामी त्यो रिभिल एसेसमेन्टको कुरा गरौँ र उनीहरूले सन् 2008मा यसलाई कसरी प्रस्तुत गरे भन्ने बारे कुरा गरौँ। मलाई लाग्छ उनीहरूको चरणहरू थिए ख्रिस्टको खोजी गर्दै, क्राइस्टमा बढ्दै, क्राइस्टसँग नजिक हुँदै र क्राइस्ट केन्द्रित। के उनीहरूले ती प्रत्येक चरणलाई कसरी वर्णन गर्छन्? ठिक छ, अन्तिमबाट सुरु गरौँ किनभने तपाईँ जान चाहनु भएको ठाउँ पहिला थाहा पाउनु सधैँ राम्रो हुन्छ र त्यो हो ख्रिस्ट केन्द्रित। मैले गर्ने सबै कुरा ख्रिस्टलाई बीचमा राखेर गर्छु। तपाईँलाई थाहा छ जब हामी बाइबल अध्ययन गर्छौँ, येशूलाई अध्ययन गर्नु साँच्चै सजिलो छ, होइन र? किनभने दिनको अन्त्यमा येशूले जे गरे पनि म फर्केर भन्न सक्छु तिमीलाई थाहा छ उहाँ परमेश्वर हुनुहुन्छ र म त्यो गर्न सक्दिनँ किनभने म पापी हुँ। यसले केही दबाब कम गर्छ। तर मलाई पाउलको बारेमा मनपर्ने कुरा के हो भने उहाँ पनि म जस्तै हुनुहुन्छ, म जस्तै साँच्चै पापी। त्यसैले जब हामी ख्रिस्ट केन्द्रित जीवन हेर्छौँ,
अर्को राम्रो कुरा के हो भने पावलले दिएको उदाहरणलाई हेर्नु हो। उहाँले गर्ने सबै कुरा, उहाँको सबै समय, सबै प्रयास, यी सबै ख्रीष्टसँगको सम्बन्धमा बाँच्न, काम गर्न, प्रवर्धन गर्न खर्च हुन्छ। यहाँसम्म कि उहाँको पाल बनाउने काममा पनि ख्रीष्ट नै केन्द्रमा हुनुहुन्थ्यो। अब यदि हामी त्यहीँ जाँदैछौँ भने हामी त्यहाँ कसरी पुग्ने त? त्यसैले फेरि त्यो पहिलो स्तरमा जाउँ, ख्रीष्टको खोजी गर्दै। अब यो त अवश्य पनि हाम्रा खोजकर्ताहरू, पहिलो पटक आउने पाहुनाहरू, न केवल हाम्रो चर्चमा तर चर्चमै पहिलो पटक आउनेहरूको लागि हो। र मलाई धेरै रोचक लाग्छ कि हामी प्राय सोध्छौँ, के तपाईँ पहिलो पटक यहाँ आउनु भएको हो? हामी कहाँ सोध्दैछौँ के तपाईँ पहिलो पटक चर्चमा आउनु भएको हो? अब सायद उनीहरू आफैले सोधिरहेका छन्, ईश्वर को हो, यो येशू को हो, क्रिस्चियन भनेको के हो? तपाईलाई थाहा छ, उनीहरू अफिस जान्छन् वा टेनिस कोर्टमा जान्छन् र त्यहाँ सबै क्रिस्चियनहरू देख्छन् अनि उनीहरू सोच्न थाल्छन् किन उनीहरू गाली गर्छन् र किन उनीहरू अनैतिक तरिकाले व्यापार गर्छन्, अनि उनीहरू सायद क्रिस्चियनको बारेमा गलत धारणा लिएर आउन सक्छन्। उनीहरूले सोध्न सक्छन्, यो भवनमा क्रुस किन छ? अब उनीहरू अलिकति अगाडि बढेका हुन सक्छन् जहाँ उनीहरूले परमेश्वरलाई बुझ्न थालेका छन्। सायद उनीहरूले यसुलाई चिन्दैनन्, तर उनीहरूलाई थाहा छ कि उनीहरूले जानेको भन्दा बढी केही छ र त्यो ख्रीष्टलाई खोज्ने पहिलो स्तर जस्तै हो। उनीहरू अझ बढी जान्न चाहन्छन्। उनीहरू तथ्यहरू सङ्कलन गर्दैछन्, जानकारी जम्मा गर्दैछन् र आफ्नै निर्णय बनाउन थालिरहेका छन्। अब त्यो दोस्रो स्तर, ख्रीष्टमा बढ्दै जानु, त्यो एकदमै रोचक स्तर हो, किनभने त्यो सुरुवातमा यो ख्रीष्टलाई खोज्ने स्तरसँग अलिकति मिल्न सक्छ र अर्कोतर्फ यो ख्रीष्टसँग नजिक हुन पनि सक्छ। यसैले हामीसँग यस्ता मानिसहरू छन् जो चर्चमा सक्रिय हुँदैछन् वा धेरै सक्रिय छन्। सायद उनीहरू सधैँ उत्साहका साथ, जोसका साथ चर्चमा देखिन्छन् यदि तपाईँ भन्नुहुन्छ भने। तर अर्कोतर्फ उनीहरूले हाम्रो सन्डे स्कुलका कक्षाहरू पढाइराखेका हुन सक्छन्। उनीहरूले मानिसहरूलाई मार्गदर्शन गरिरहेका हुन सक्छन्, तर उनीहरू ख्रीष्टमा बढ्दैछन्, यो दोस्रो स्तरमा छन्। अब सम्झनुहोस्, 38% मानिसहरू यो दोस्रो श्रेणीमा पर्छन्। मैले पाएको छु, केवल मेरो आफ्नै अनुभवमा होइन, अन्य निर्देशक र पास्टरहरूसँग कुरा गर्दा पनि हाम्रो ध्यान ती पहिलो पटक आउने मानिसहरूमा, ती पहिलो केही दिनमा आउनेहरूमा वा यो दोस्रो समूहका मानिसहरूमा केन्द्रित गर्न धेरै सजिलो हुन्छ। उनीहरू आफ्नो ज्ञान निर्माण गर्दैछन्, उनीहरू येशूलाई अनुभव गर्दैछन्, उनीहरू अझ धेरैको आशा गरिरहेका छन्, तर यो अझै पूर्ण रूपमा निश्चित भएको छैन। म कसैलाई भेट्ने उदाहरण दिन मन पराउँछु। सायद तपाईँ कुनै नेटवर्किङ कार्यक्रममा जानुहुन्छ र तपाईँ र म भेट्छौँ र तपाईँ मलाई सोध्नुहुन्छ, हे के तपाईँ मलाई घरसम्म पुर्याइदिनुहुन्छ? अब ख्रीष्टलाई खोज्दै गरिरहेको व्यक्ति कहिल्यै तपाईँलाई गाडीमा राख्ने कुरा सोच्दैन। उनीहरू त्यहाँ छन् किनभने केही कुराले उनीहरूलाई बोलाएको थियो। उनीहरू त्यो नेटवर्किङ कार्यक्रममा चासो राखेर आएका थिए। अब ख्रीष्टलाई खोज्दै गरिरहेको व्यक्ति सायद तपाईँलाई घर लैजाने कुरा सोच्न सक्छ, तर उसले अरू मानिसहरू पनि गाडीमा छन् कि छैनन् र येशू पछाडि सिटमा छन् कि छैनन् भन्ने कुरा पक्का गर्न चाहन्छ। अब त्यो तेस्रो समूह भनेको कोही यस्तो व्यक्ति हो जसले साँच्चीकै आफ्नो जीवनलाई क्रिस्चियनको रूपमा बाँच्ने विचारमा समर्पित गरेका छन्। उनीहरू धेरै धेरै पटक प्रार्थना गरिरहेका छन्। उनीहरू अझ गहिरो अध्ययन गरिरहेका छन्। उनीहरू येशू र उहाँको बाटो प्रयोग गर्न प्रयास गरिरहेका छन्। धेरैजसो, सायद सबै होइन, तर धेरै निर्णयहरूमा यो विशेष समूहसँग समस्या के छ भने उनीहरूले त्यो तरिकाले बाँच्ने रोज्न सक्छन् वा नचुन पनि सक्छन्। हामी सबैमा स्वार्थ हुन्छ, त्यसैले त्यो स्वार्थ चारै तहमा हुन्छ। तर पहिलो तहमा भने सबै कुरा मसँग सम्बन्धित छ, सबै कुरा मेरो जीवनसँग सम्बन्धित छ, सबै कुरा मैले चाहेका कुरासँग सम्बन्धित छ। ख्रीष्टमा बढ्दै जाँदा मैले मेरो केही स्वार्थ त्याग्न थालेको छु। सायद म केही हदसम्म समर्पणको अनुभव गर्दैछु, केही हदसम्म सबै कुरा उहाँलाई सुम्पिरहेको छु। तर तेस्रो तहमा पुग्दा मैले साँच्चै मेरो जीवन ख्रीष्टलाई समर्पण गरेको छु भन्ने विश्वास गर्छु। तर त्यो गाडीको उदाहरणमा येशू अगाडिको सिटमा हुनुहुन्छ।
म तिमीलाई घर लैजाँदैछु, म येशूलाई घर लैजाँदैछु, गाडीमा अरू कोही छैन। तर मलाई येशूले गाडी चलाउँदा मन पर्दैन। म सधैँ आफैले गाडी चलाउने प्रयास गर्छु। त्यसैले फेरि त्यो चौथो तहमा फर्कौँ, जहाँ तेस्रो र चौथो तहमा हाम्रो चर्चमा आउने करिब 50% मानिसहरू पर्छन्। हाम्रो गतिविधिहरू, हाम्रा उपकरणहरू, हाम्रा स्रोतहरू र हामीले मानिसहरूसँग हिँड्ने तरिका अझ महत्त्वपूर्ण बनाउनु अत्यन्तै जरुरी छ। अझ उन्नत हुनुपर्छ। तथ्याङ्कले चिन्ताजनक प्रवृत्ति देखाउँछ। धेरै चर्चहरू येशूलाई व्यक्तिगत उद्धारकर्ता स्वीकारेका तर घनिष्ठता नभएका मानिसहरूले भरिएका छन्। यो दिव्य साथीको अनुरोध स्वीकारमा क्लिक गरे जस्तै हो, तर अझ गहिरो सम्बन्ध भने होइन। तिमीलाई किन लाग्छ धेरै क्रिस्चियनहरू यस ठाउँमा अड्किएका छन् वा रोकिएका छन्? हो, येशू मेरो साथी हो, मैले त्यो क्लिक गरिसकेको छु, तर त्यो नजिकको सम्बन्ध भने होइन, त्यो म होइन। सालियो, मलाई यो प्रश्नको बारेमा मनपर्ने कुरा के हो भने म मेरो विचारले जवाफ दिन्न। म केही तथ्याङ्कहरूसँगै जवाफ दिन गइरहेको छु। अब संक्षेपमा भन्नुपर्दा सम्झनुहोस्, हाम्रा 60% मानिसहरू त्यो दोस्रो खण्ड, दोस्रो स्तरमै हुन सक्छन्। तर त्यो दोस्रो स्तरपछि के हुन्छ भने हामी यसलाई पर्खाल भनेर चिन्ने गर्छौँ। अब व्यक्तिगत रूपमा मैले त्यो पर्खाल अनुभव गरिसकेको छु, र त्यो एक पटक मात्र होइन। यी स्तरहरूको अर्को कुरा के हो भने यो सिधा रेखा जस्तो छैन। अगुवा भएर मैले बुझ्नुपर्ने कुरा के हो भने यो अन्य घुमाउरो छ। यदि मैले एउटा रेखा कोर्ने हो भने त्यो कागजभरि यताउता घुमेको हुन्थ्यो। म यो विषयमा ख्रिस्ट केन्द्रित हुन सक्छु। म यो मौसममा ख्रिस्ट केन्द्रित हुन सक्छु। म प्रायजसो समय ख्रिस्ट केन्द्रित हुन सक्छु। तर कुनै कारणले गर्दा म फेरि फरक फरक खण्डहरूमा फर्किन सक्छु। म फेरि फरक फरक व्यवहारहरूमा र साँचो भन्नुपर्दा फरक फरक गतिविधिहरूमा फर्किन सक्छु। त्यसो भए यो पर्खाल किन आउँछ त? यो पर्खाल वास्तवमा के हो त? मैले पहिल्यै भने म यो पर्खालसँग धेरै पटक ठोकिएको छु, र एक पटक मात्र होइन, धेरै पटक। म त्यस्ता मानिसहरूसँग पनि यात्रा गर्छु जो यो पर्खालमा पुग्छन्, र यो प्राय यात्राको अन्त्यतिर हुने गर्छ, वा हामीले दोस्रो स्तर मापन भरेपछि तुरुन्तै पछि नै। र वास्तवमा मलाई थाहा छैन किन हो। यसको कुनै ठोस वा विशेष कारण छैन। हामी सबैका आफ्नै कारणहरू छन्, तर यही ठाउँमा हामी निराश हुन्छौँ। हामी चर्चसँग निराश हुन्छौँ, हामी परमेश्वरसँग निराश हुन्छौँ, हामी येशूसँग निराश हुन्छौँ, हामी अरू क्रिस्चियनहरूसँग निराश हुन्छौँ। सायद परिवारमा कसैलाई गम्भीर बिरामी परेको हुनसक्छ, सायद जागिर गुमेको हुनसक्छ, वा कुनै खास कारणै नहुँदा पनि साधारण दिनमै यस्तो हुनसक्छ। पटक पटक यस्ता कुराहरू हुन्छन्, तर किन भइरहेको हो भनेर हामी बुझ्न सक्दैनौँ। हामी किन भनेर बुझ्दैनौँ, यो कसरी भयो भनेर हामी बुझ्दैनौँ। तर यही पर्खाल हो जसले हामीलाई तेस्रो स्तरमा बढ्नबाट रोक्छ। अब सम्झनुहोस्, हामीले पहिले चर्चा गरिरहेका थियौँ, हामी सबैमा यो चाहना छ। हामी सबैमा येशूसँग घनिष्ठ सम्बन्ध राख्ने आशा छ। तर म क्राइस्ट केन्द्रित बन्न चाहन्छु भने यो पर्खाल पार गर्नै पर्छ। यसको कुनै सजिलो उत्तर छैन। यसको कुनै सजिलो कारण छैन। यसको कुनै ठोस व्याख्या छैन, सिवाय हामीलाई थाहा छ कि यस्तो हुन्छ। धन्यवाद। असेन्डिङ लिडर्समा हामी चर्चहरूलाई यी चरणहरूको आफ्नै नाम राख्न प्रोत्साहित गर्छौँ। अब केहीले यसुका निम्तोहरू प्रयोग गर्छन्, तपाईँलाई थाहा छ, आउनुहोस् र हेर्नुहोस्, मेरो पछि लाग, मसँग बस र ममा रह। अरू केहीले रिभिल भाषा प्रयोग गर्छन्, जस्तै ख्रिस्टमा खोज, वृद्धि, सामिप्यता र ख्रिस्ट केन्द्रित हुनु। केही चर्चहरूले आफ्ना लागि निकै सृजनात्मक नामहरू राखेका छन्। यी 4 चरणहरूलाई नामाकरण गर्ने कुनै सृजनात्मक उदाहरणहरू तपाईँलाई मन परेका छन्? वास्तवमा एउटा सानो ग्रामीण चर्च छ, र मलाई यो एकदम मनपर्छ। यो हो बोटको गेडा, अङ्कुर, सानो बिरुवा, अनि त्यसपछि ठुलो बोट, ओक ट्री। यो उत्कृष्ट उदाहरण हो। आउनुहोस् र हेर्नुहोस्, त्यसपछि मेरो पछि लाग्नुहोस्, मसँग बस्नुहोस्, र तिनीहरूको चौथो स्तर हो ममा बाँच्नुहोस्। अब तपाईँले उल्लेख गर्नुभएको थियो कि यो धेरै महत्त्वपूर्ण छ कि तपाईँको समुदाय तपाईँको मण्डलीलाई सहज बनाउँछ। त्यो कुरा हो।
नाम के हो भन्ने कुरा महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के हो भने यसमा काम गर्ने सबैसँग हामीले लगभग यो कुरा स्थापित गरिसकेका छौँ कि ती 4 तहहरू अवश्य पनि छन्। त्यसैले तपाईँले आफ्नो मण्डली, आफ्नो समुदाय, तपाईँको चर्चमा आउने मानिसहरूका लागि जसरी नाम राख्न सक्नुहुन्छ त्यो मात्र बुझ्न होइन, आत्मसात गर्न पनि सकुन्। त्यही नै मुख्य कुरा हो। त्यसैले म निरन्तर खोजी गर्दै, प्रयास गर्दै र काम गर्दैछु कि मेरो जीवन ख्रिस्ट केन्द्रित बनोस्। यस्तो चेला, प्रशिक्षार्थी बन्नु जसले कुनै पनि दिन मेरो गुरुले यो जिम्मेवारी मलाई सुम्पनु हुनेछ भन्ने विश्वासका साथ आफूलाई तयार पारिरहेको हुन्छ। किनकि अन्ततः त्यही हुनेछ। एक दिन हामी येशूसँग हुनेछौँ र यो संसारका सबै दुःख, पीडा र सङ्घर्षहरू समाप्त हुनेछन् र हामी हरेक क्षण ख्रिस्ट केन्द्रित हुनेछौँ। हरेक दिन जसो। हेर्नुहोस्, हामी यहाँ चेलाइपनका धेरै उपयोगी अवधारणाहरूबारे कुरा गर्दैछौँ। अहिलेसम्म हामीले के कुरा गर्यौँ, छोटो समीक्षा दिन सक्नुहुन्छ? पक्कै पनि। त्यसैले सुरुमा नै हामीसँग एक मण्डली छ। हामीसँग त्यस्तो मानिसहरूको समूह छ जसलाई हामी ख्रिस्टसँगको सम्बन्धतर्फ दोहोऱ्याउन प्रयास गर्दैछौँ। यसैले हामीसँग त्यो पहिलो तह छ, ख्रिस्टको खोजी गर्दै। आउनुहोस् र हेर्नुहोस्। सिधै अनुभव होइन, तर हामीलाई अनुभव गर्नुहोस्। चर्चलाई अनुभव गर्नुहोस्। फेरि तपाईँको समुदायलाई जस्तो सहज लाग्छ त्यही महत्त्वपूर्ण हो। अर्को, हामीसँग ख्रिस्टमा बढ्दै जानेछ। यही हो जहाँ हामी येशूमा विश्वास गर्छौँ। हामी विश्वास गर्छौँ कि येशू हाम्रा उद्धारकर्ता हुनुहुन्छ। तर म साँच्चै उहाँलाई हरेक रात घर लैजान तयार छैन। म तयार छैन, पक्कै पनि तयार छैन उहाँलाई त्रैमासिकभन्दा बढी पटक सवारी गर्न दिन। र त्यसपछि हामीसँग तेस्रो महत्त्वपूर्ण तह छ, ख्रिस्टसँग नजिक भएको एउटा विचारधारा वा धारणा, तर हरेक दिनको हरेक क्षणमा ख्रिस्टलाई पूर्ण रूपमा नपुगेको एउटा गहिरो अवस्था। र अन्त्यमा हामीसँग त्यो ख्रिस्ट केन्द्रित अवस्था छ जहाँ हामी जे गर्छौँ त्यसको केन्द्रमा ख्रिस्टलाई राखेर बाँचिरहेका हुन्छौँ। तपाईँलाई थाहा छ, पादरीको हैसियतले भन्नु लाजमर्दो जस्तो लाग्छ कि म सधैँ ख्रिस्ट केन्द्रित जीवन जिउँदिनँ। मेरो जीवन र विगत निकै रङ्गीन रह्यो, जहाँ म थुप्रै जालमा परेँ। म संसारका सबै जाल, पैसा, जागिर, लागु पदार्थ, रक्सी अनि आफैलाई राम्रो महसुस गराउने कुरामा फसेको थिएँ। तर जब म यो यात्रा अगाडि बढाउँदै गएँ, मैले के पत्ता लगाएँ भने मैले आफूलाई जति धेरै समर्पण गर्न र आफ्नो स्वार्थ छोड्न सिकेँ, त्यसै नै मलाई एक स्तरबाट अर्को स्तरमा अघि बढ्न मद्दत गर्यो। मलाई साँच्चै इच्छा छ कि मानिसहरूले आध्यात्मिक विकासका स्तरहरूको बारेमा अझ धेरै कुरा गरेको सुनौँ। यही बेला म ढुक्क हुन्छु कि मेरो समुदाय, तपाईँहरूको समुदाय र मैले काम गर्ने समुदायहरू तथा मण्डलीहरू यही यात्रामा छन् र उनीहरू यो यात्रामा उद्देश्यपूर्ण रूपमा अघि बढिरहेका छन्। शिष्यत्व भनेको गर्ने कुरा होइन, यो त हुनुमा छ। र अर्को कुरा जुन मलाई धेरै महत्त्वपूर्ण लाग्छ त्यो के हो भने कुनै पनि स्तर अर्को स्तरभन्दा बढी महत्त्वपूर्ण छैन। एउटा स्तरमा वा अर्को स्तरमा हुनुमा लाज मान्नुपर्ने कुनै कारण छैन। मैले पहिले पनि भने मलाई अलिकति लाज लाग्छ, तर त्यसको कारण के हो भने धेरै मानिसहरूले जस्तै म पनि पास्टरहरू त सिद्ध हुनुपर्छ भन्ने सोच्थे। तर पावल जस्तै म त केवल साधारण सामान्य पापी हुँ। त्यसैले हामी सबै यो बाटोमा सँगै छौँ। र अर्को कुरा जुन मलाई बारम्बार दोहोऱ्याउन धेरै महत्त्वपूर्ण लाग्छ त्यो के हो भने यो कुनै चेकलिस्ट होइन र हामी अगुवाहरू, निर्देशकहरू र पास्टरहरूका रूपमा हाम्रो काम भनेको मानिसहरूसँगै हिँड्नु हो। हाम्रो कुराकानीको सुरुवातमा फर्केर हामी कहाँ पुग्न चाहन्छौँ भन्ने थाहा राख्दै, जुन हो ख्रिस्ट केन्द्रित, निरन्तर ख्रिस्टसँगै बाँच्ने र हुने। यो साँच्चै नै धेरै ज्ञानवर्धक रह्यो। हेर, यी 4 चरणहरू बुझ्नु चेलाहरूको विकास र चर्चको संस्कृतिका लागि निकै महत्त्वपूर्ण छ। विशेष गरी दोस्रो चरणमा रहेका मानिसहरूलाई जसले चर्चको 38 देखि 60% सम्मको हिस्सा ओगटेका छन्, हामीले अघि बढ्न मद्दत गर्नुपर्छ ताकि उनीहरू त्यहीँ अड्किएर नबसुन्।
आज हामीसँग भएकोमा धन्यवाद र यी 4 चरणहरू साझा गर्नुभएकोमा धन्यवाद। निम्तोको लागि धेरै धन्यवाद। यस चेला शिष्य संवादमा सबैलाई स्वागत छ। थप संवादका लागि हामीलाई भिमियो वा युट्युबमा फलो गर्नुहोस्। आशा छ तपाईले यसबाट आशिष पाउनुहुनेछ। हामी केवल कुरा मात्र गर्दैनौँ, यसबारे कुरा गर्नुहोस्, तर यसलाई व्यवहारमा उतारौँ। ascendingleaders.org मा जानुहोस्, जहाँ एरनले तपाईको चर्च वा चेला शिष्य प्रशिक्षकहरूलाई मार्गदर्शन गरेको हेर्न सक्नुहुनेछ। यसलाई पछि गरौँला भनेर नछोड्नुहोस्, आजैबाट सुरु गर्नुहोस्। हाम्रा चर्च र मानिसहरूको जीवनमा धेरै आवश्यकता रहेको छ। आउनुहोस्, भोलिको दिनलाई अझ राम्रो बनाऊ। शुभ दिनको शुभकामना।